रिफ्रेस गर्न त Wishing you the very best. Happy anniversary, happy anniversary, happy anniversary. Happy anniversary, happy anniversary, happy anniversary. Anniversary, happy anniversary, happy anniversary. Happy anniversary, happy anniversary, happy anniversary. So let us share the happiness, remembering the blessings that you have. Together we'll be wishing for more good times, more celebrations to come. Let's celebrate your special day, wishing you the very best. Happy anniversary, happy anniversary, happy anniversary. Happy anniversary, happy anniversary, happy तपाईको नाउँमा आएका छौँ। धन्यवाद दिन्छौँ आज यो सुनाउने मौका एउटा सुन्दर समय दिनुभएको लागि र तपाईँको छोराछोरीहरूको दाम्पत्य जीवनमा तपाईँको जुन अनुग्रह र जुन आशिषहरूसँग दिइराख्नु भएको छ धन्यवाद दिन्छौँ। र आजको दिनसम्म दिनुभएको सम्पूर्ण कुरालाई धन्यवाद। यसरी अब उहाँहरूको जुन एउटा वैवाहिक जीवनको जुन एउटा एनिभर्सरी मनाउँदैछौँ गाउँका जति पनि व्यक्तिहरू मण्डलीको व्यक्तिहरूसँग वा तपाईँको बस्दै माग गर्छौँ र तपाईँको आनन्द तपाईँको आशिष घरमा बास गरेको छ। धन्यवाद। तपाईँको वचनबाट सुन्नेछौँ र आशिष प्रार्थना गर्नेछौँ। सबै कुरामा तपाईँ रहनुहुन्छ। हुन्छ। यो विशेष
मौकामा हामी छोटो वचनबाट केही आशिषको कुराहरू हामी सुन्नेछौँ। त्यसको लागि म हाम्रो आदरणीय गुरुबा पशुबालाई यो समय दिनेछु। उहाँले हामीलाई चाहिँ केही आशिषका कुराहरू बताउनुहुन्छ। सबैलाई जय लक्ष्मी नमस्कार। सानो वचनको खण्ड पढ्न चाहन्छौँ है। उपदेश अरू 18को 22मा यसरी लेखिएको छ, पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ। आज 10 वर्ष विवाह भएको 10 वर्ष पुगेको रहेछ है। बधाई छ उहाँलाई। परमेश्वरले आशीर्वाद दिनुभएको होस्। अबको वर्षहरू सफल वैवाहिक जीवन होस् र परमेश्वरबाट यहाँ भनेको छ, श्रीमान पाउने पनि असल कुरा पाउँछ, श्रीमती पाउने असल कुरा पाउँछ र परमेश्वरको निगाह प्राप्त गर्छ है। परमेश्वरको वचन तपाईँको परिवारमा आशिष मिलेको होस् र तपाईँको परिवारमा शान्ति र अबको यात्राहरू सफल भएको होस् होइन। परमेश्वरको तपाईँको दाम्पत्य जीवन असल प्रकारले भएको होस्। शुभकामना व्यक्त गर्दछ परमेश्वरको वचनबाट। र यो नयाँ प्रवेश गर्नुभएको छ, नयाँ घरमा पनि हातमा राख्छौँ होइन। यही नै हाम्रो मण्डलीको तर्फबाट, विश्वासीको तर्फबाट हार्दिक शुभकामना प्रभुले आशीष दिनुभएको है। हुन्छ, हामी यसको लागि परमेश्वरसँग हामी प्रार्थना गरिदिन्छौँ। यो परिवारको लागि परमेश्वरले आशीष दिनुहोस्। धन्यवाद छ सर्वशक्तिमान जीवित परमेश्वर पिता प्रभु यीशु, तपाईँको छोराछोरीको यो विवाह भएको आज 10 वर्ष पुरा भएकोमा र यहाँसम्म तपाईँ परमेश्वरले सफल वैवाहिक जीवन जिउनमा सहायता गर्नुहुने तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ। यो जोडीमा तपाईँले अझै अरू वर्षहरू दीर्घायु वर्ष दिनुहोस् हामी प्रार्थना गर्छौँ। र प्रभु तपाईँको आशीर्वाद, तपाईँको सुरक्षा, तपाईँको स्वास्थ्य, तपाईँको शान्ति र आनन्द दिनुहोस्। तपाईँको वचनले बताउनु भएको छ, असल अनि श्रीमती पाउनेले असल कुरा पाउँछ, श्रीमान पाउनेले पनि असल कुरा पाउँछ र प्रभु त्यसै कारणमा यो जीवनमा यो असल जोडी दिनुभएको छ। तपाईँको त्यसलाई धन्यवाद दिन्छौँ। उहाँको परिवार सम्पूर्ण आशिष माग्दछौँ। अब्राहमको आशिष, इसहाकको आशिष र इस्राएलको आशिष तपाईँ परमेश्वरको नाममा प्राप्त गर्छौँ। यीशुको रगतको शक्तिमा अझै अगाडि बढ्न हुन्छ। हामी यो क्यान्डल बालेर I have some orientation video for us, don't worry. ओके
ल हामी सबैजनाले एक साथ मिलेर ताली बजाउने छौँ अनि हाम्रो अङ्कल र आन्टीले चाहिँ यो काट्छौँ है। हजुर पेपर टिस्यु भयो बाबुलाई खाँदिनु न आमालाई खाँदिनु It's watching us again. Mom, look, it's watching us again. Listen, come here. Go. But it feels like so ball. And it feels like so down, Mom. Look at this. जिथे जावे तू ओथे जावे दिल दस की मैं करूं जो तू रुस जानिए दिल ये टूट जानिए तेरे संग संग राह सारी कट जानिए मैं ता तेरे नाल रहना मान इन्ना मेरा कहना मेरी अखियों से होना कदी दूर ना तेरे बिन नहीं लगता दिल मेरा ढोलना तेरे बिन नहीं लगता दिल मेरा ढोलना सब छड़ जाए तू ना मैनू छोड़ना तेरे बिन नहीं लगता दिल मेरा ढोलना तेरे संग संग रह के मैं रंग जाऊं तेरे रंग तेरी नींद से ख्वाब मैं अपना जोड़ लूं तू साथ ना हो तो चार कदम ना चल पाऊं तेरी राह पे राह मैं अपनी मोड़ दूं ओ जग भूल जाए मुझे तुम नहीं भूल
सच्ची चाहतों का होता कोई मोल ना। तेरे बिन तेरे बिन तेरे बिन नहीं लगता दिल मेरा ढोलना, कि तेरे बिन नहीं लगता दिल मेरा ढोलना। सब छट जाए तू ना मैनू छोड़ना, कि तेरे बिन नहीं लगता दिल मेरा ढोलना।
टेक्नालाई नछोडा Maria Sirele, Rakhdai